वेलकम टु बिआर ब्लग 7 र आज फेरि म धेरै दिन बादमा एउटा भिडियो लिएर आइरहेको छु। आज चाहिँ भने म टाउन हलमा छु। आज चाहिँ हाम्रो केसी राई अनि डिपी वाज्यूको विदाय समारोह, उहाँहरू आजदेखि रिटायरमेन्ट हुनुभएको एउटा कार्यक्रम रहेकोले म पनि यहाँ आइरहेको छु। यहाँ के कसो हुन्छ तपाईँहरूलाई म देखाउने छु। अहिले चाहिँ यहाँ टाउन हल परिसरमा आइसकेको छु र उहाँहरूको एकदमै योगदान छ। त्यो दिन उहाँहरू जति खट्नु भएको थियो है, हाम्रो यहाँ सन्धि साथी लगायत सम्पूर्णलाई हामी धन्यवाद दिन चाहन्छौँ। किनभने उहाँहरूको सहयोगले गर्दाखेरि नै यो कार्यक्रम सफल भएको छ है। यहाँ हाम्रो माइला साथीहरू भयो, गणेश साथीहरू भयो, सम्पूर्ण जति पनि त्यहाँ खट्नुहुने हाम्रो साथीभाइलाई चाहिँ मेरो तर्फबाट पनि विशेष धन्यवाद दिन चाहन्छु। यहाँ चाहिँ मठहरू रेडी भइसकेको छ है। हाम्रो कर्मचारी दाजुभाइ दिदीबहिनीहरू पनि यहाँ आइसक्नु भएको र बसिरहनु भएको छ। यहाँ देख्न सक्नुहुन्छ है, यहाँ भरिँदैछ हाम्रो हल। अनुरोध गर्दछु र आज कार्यक्रम सुचारू रूपले सञ्चालन गर्ने हेतु यहाँ हाम्रा स्वयंसेवक दिदीबहिनीहरू, कर्मचारी साथीभाइहरू जति पनि खट्नु भएको छ र हामीले यस कार्यक्रममा हाम्रा कालेबुङका विभिन्न विभागका विभागीय प्रमुखहरूलाई प्रति धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवादी छौँ। यसरी नै हाम्रो 35 नम्बर समष्टि तामाङलाई पनि स्टेजमा आइदिने हामी आग्रह गर्दछौँ। र प्रथम चाहिँ म गोपाल साथीलाई उहाँको डिपी खवासज्यूको सम्बर्धना पत्र वाचन गर्ने विधायक महोदय श्री रुदेन सादा लेप्चाज्यू, साथै अध्यक्ष, साथै हाम्रो केन्द्रीय समितिका उपसभापति श्री चन्दन प्रधानज्यूलाई पनि यहाँ प्रथम हामी टोपी लगाएर उहाँलाई यस सम्बर्धना कार्यक्रम सम्बोधन गर्न लागिरहेछौँ। र टोपी दुई हाम्रा रिटायर दाजुहरूलाई पठाइदिन हाम्रो केन्द्रीय समिति उपाध्यक्ष श्री चन्दन प्रधानज्यूलाई अघि आएर टोपी लगाइदिने म आग्रह गर्दछु। यसरी नै दोस्रोलाई अगाडिदिन हामी कालेबुङ पश्चिम बङ्ग राज्य सरकारी कर्मचारीका सचिव सभापति अनि सचिव द्वयलाई हामी क्रमैले केसी राई अनि हाम्रो डिपी खवासलाई ओढाइदिन म यहाँबाट आग्रह गर्दछु। र अन्तमा सम्बर्धना पत्र अनि मायाको कोसेली प्रदान गर्नुहुन हामी हाम्रा कालेबुङका विधायक महोदय श्री रुदेन सादा लेप्चा अनि हाम्रो 35 नम्बर समष्टि जिटिएका सभासद श्री सुमन गुरुङज्यूलाई म आग्रह गर्दछु। अनि
हाम्रो केसी राईज्यूलाई प्रदान गर्न हुन हामी कालेबुङका विधायक श्री उदय सापरजीलाई अघि आएर कृपया प्रदान गर्न हुन आग्रह गर्दछु। तपाईँ तालिम हालिदिनुहोस्। सँगसँगै र यसरी नै सुमन गुरुज्यूलाई सम्बर्धना पत्र अनि मायाको कोसेली प्रदान गर्न हुन डिपी खवासज्यूलाई अघि आएर कृपया प्रदान गर्न हुन आग्रह गर्दछु। र यसरी नै तल हाम्रो दुई भाउजूहरू केसी राई दाजु अनि हाम्रो डिपी खवास दाजुको भाउजूहरू छ, जहाँ त बसिरहनु भएछ। त्यहाँ गएर मिना दिदीलाई दोस्रो लडाइदिने आग्रह गर्दछु सम्मान स्वरूप। यसरी नै डिपी खवास दाईको भाउजूलाई पनि मिना दिदीबाटै दोस्रो लडाइदिने आग्रह गर्दछु। र यसरी नै यहाँ अब हाम्रो दुई दाईहरूलाई यहाँहरूले खदा लाउनु चाहनुहुन्छ भने स्टेजमा आएर आइदिने म आग्रह गर्दछु। यथास्थानमा आसन ग्रहण गर्न यहाँबाट म हार्दिक आग्रह गर्दछु। एआरडी ब्लक प्रेसिडेन्ट पनि हुनुहुन्छ गुरुङ एग्रिकल्चर, छिरिङ भाइ पिएचसी, कर्णबहादुर भाइ पिएचसी विभाग, दीपक भाइ सेरिकल्चर, समीर भाइ ब्रान्च अफिस कालिम्पोङ, ललित भाइ। यसरी नै सुरेन्द्र दाजुले पनि अदार्पण गर्नुहुँदैछ। पूरण भुजेल वन विभाग कालिम्पोङ, सुदर्शन भाइ वन विभाग, मनबहादुर राई CDRS डिपार्टमेन्ट वर्तमान कालिम्पोङ र विभिन्न विभाग हाम्रो एआरडीबाट ध्रुव शर्मा